यस गाइज आज चाहिँ यो हाम्रो सन्तोष दाइको गाडीको पूजा हुँदैछ। जाने हो पूजा गर्नु सिद्ध बाबा हामी। सुनका भेटी भएको पत्र उठाएर त्यस ठुलो ढुङ्गामाथि राखे और देश-विदेशका मानिसहरूले त्यस दिन परमप्रभुको निम्ति आज चाहिँ हाम्रो यी सन्तोष दाइको गाडी पूजा गर्न हामी सिद्ध बाबा जाँदैछौँ। पछाडि हाम्रो नन्दु सर, अगाडि म मिस्टर लेन राई जान्छ टिकटकमा खुसी तिनीहरूले देश-विदेशमा परमप्रभुको निम्ति ती पशुहरू बलिन्छ। तिनीहरूले आराधनामा बलिदान मात्र चढाएनन्, तर तिनीहरूले पद खै कति दिन्छ भन्नु नि त जिल्ला अनुसार बजेट पर्ने हेर्दा हेर्दा सुनसान रहेछ नि हो आज त। नभए त यहाँ त अरू बेला त यार प्रोजेक्ट भनेको चाइनाले बढी चाइना लिन्छ कि रोडबाट हिँड्दै। फाइनली हामी चाहिँ आइपुगिसकेका छौँ। अब चाहिँ यहाँ खोइ कहाँ हो त यहाँ फर्काएर ल्याउनु पऱ्यो है। आयो 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 भाइ चाहिँ पूजा गर्ने सामग्रीसँग आइसक्नु भएको छ। सुरु भइसकिया छ है हाम्रो यहाँ। ओम अपवित्र पवित्रो वा सर्वावस्थांगतोऽपि वा यस्मरेत् पुण्डरीकाक्ष शवायाभ्यंतर शुचि ओम पुण्डरीकाक्ष पुनातु नाम श्रुति स्मृति प्रणुक्ता फल प्राप्त्यर्थम इदं श्री सिद्ध बाबा गाड़ी जनमहं सेवितं तप्योतजम्बो बलसारुदक्षणम् उमासुतं शोकविनाशकारकं नमाम्यवायतमयो भवायतमः शङ्करायतमयस्करायत शिवायत शिवकरायत आकृष्णरजसा वर्तमानो निवेशयन्नमृतं मर्त्यञ्च हिरण्ययेन सपिता रथेनादिभुजति भुवनानि पश्यन् ॐ जतो जतः स्वामी प्रजाभ्यो गयन्ना पशुभ्यः विश्वानि जीवसवितर्दुरितानि पराशुभ यद्भद्रं तन्न अशुभ ॐ सहस्रशीरेखा पुरुष सहस्राक्ष सहस्रपात शभो मिथुं सर्पचस्ते त्वा
यतिष्ठदशङ्कलं राज्यं ॐ पवित्रो वा सर्वावस्थाङ्गतो विदाय स्मरे पुण्डरीकाक्षा शवायाभ्यन्तरशुचि शङ्कराय च मयकराय च नमः शिवाय च शिवधराय च आत्मेनरजत वर्तमानोऽपि स्वयं त्यतादेखि आइरहेछ क्या आदिपुरुषा सजातो अत्यरिष्ट पश्चाद्भो निमधो पुरा नारण्य ग्राम्य त्रातो माज्जनेषु सहस्रपूति वदां मया देव स्थापितं पुरतस्त्व ॐ शुभ सिद्ध बाबा हाम्रो गाडीको सबै रक्षा गर्नु ॐ वन्दे देवौ वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशुपतिं वन्दे सूर्यशशङ्खवन्दे नयनं वन्दे मुकुन्दप्रियं वन्दे भक्तजनाश्रयं च बलधरं वन्दे शिवं शङ्करम् मित्रार्था सफला सन्तु पूर्णा सन्तु मनोरथा आशीर्वाद सर्वा बाधा विनिर्मुक्तो धनधान्य सुतान्विता आशीर्वाद दीर्घायु भव आपदं मरति नित्यं लक्ष्मी तिष्ठति सर्वदा आशीर्वाद भव रक्षतु मनोकामना परिपूर्णमस्तु हामी तिमीले पनि खाऊ। पूजा गरेर बसिसकेका छौँ म त अब लड्डु खाने कार्यक्रम भइरहेछ हाम्रो चाहिँ यहाँ लड्डु निकालौँ है साथी हो खानुपर्छ नि अब त्यो त अनि लड्डु त निकालेर खाऊ मेरो त घाँटी बसेको छ ल खाइयो लड्डु पनि अरू पनि खाऊ न कहाँ एउटाले हुन्छ खाऊ खाऊ के खाऊ एउटा ल 10-12 दिन काठमाडौँ बोलेर आउँछ अन्त कहिले सकिसकेका छौँ त ल इलाकाको आज गाडीको पूजा नै भयो